र है साथीभाइ हेर्नुहोस् है, यसलाई चाहिँ हामी यसको फल साह्रै रस मानेर स्वाद मानेर है यसको फलको रस स्वाद मानेर खाने गर्छौँ। यसलाई हामी विशेष पहाडी भेगमा ऐसलो भन्ने गर्छौँ र अहिले त भर्खर यसले यो बोट छ सानै है। र यसको जरा र हाम्रोतिर पाइने जुन प्रकारको के भन्छ सिस्नुको जरा दुईवटा चाहिँ कुटेर रस निकालेर हामीले खायौँ भने यसले जस्तै ज्वरोलाई पनि एकदमै च्वाट्टै पार्छ है। जस्तै ज्वरोलाई पनि ऐसलुको जरा र सिस्नुको जरा कुटेर रस निकालेर खायौँ भने। अर्को हामीले यसको कोपेला जुन यसको मुन्टा हुन्छ, यसो देख्दा यो सफा मुन्टा छ, यो मुन्टा र ब्राह्मीको पत्ताको रस निकालेर खायौँ भने पेटको जस्तै पेप्टिक अल्सर भन्छौँ हामी है। भुँडीमा जुन प्रकारको घाउ हुने रोग छ है त्यसलाई अल्सर भन्छौँ, पेप्टिक अल्सर भन्छौँ है। आन्द्रामा हुने अथवा पेटमा हुने विशेष पेप्टिक अल्सरलाई चाहिँ एकदमै राम्रो गर्ने गर्छ है यसले चाहिँ। यो चाहिँ ऐसल हो।